परेसाको छिटो हुनेछ यो सिटी तपाईहरुलाई शहर कहाँ कस्तो लाग्यो म बसेको सिटी शहर यो पछाडीपट्टिको महल यता अगाडिपट्टिको महल देख्न सक्नुहुन्छ यो धेरै टाढा हैन नमस्ते जय मसी सबैजनालाई म स्वागत गर्न चाहन्छु आशा लाइभ ब्लग नेपाल च्यानलमा हजुरलाई धेरै स्वागत गर्न चाहन्छु मेरो प्यारे भाइ बहिनी दिदी बहिनी दाजुभाइहरू अहिलेको भिडियो भने खास हुनेवाला छ धेरै यो भिडियोलाई हजुरले अन्तिमसम्म हेरिदिनु होला आज भने सिलाइको साथसाथमा हामी बाहिर घुम्न जाँदै छौं रातिको समयमा हजुरलाई थाहा छ अहिले रात परिसकेको छ हजुरलाई यो रातिको नाइटको भिडियो हजुरलाई देखाउन गइरहेकी छु बाहिर गएर हामी आइसक्रिम खाने अनि घुम्ने जो हामी जाँदै छौं अब म यो सिलाइ छोडेर बाहिर जाँदै छु हजुरलाई म पुरा देखाउने छु भिडियो हजुरलाई बाहिरको भिडियो हजुरले यो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला र हजुरलाई मन पर्यो भने लाइक र सब्स्क्राइब जरुर गरिदिनु होला यो भिडियोलाई हेर्न हजुरले जरुर अहिले म यति मेटेर अब जाँदै छु साथीहरु कपडालाई पूरा गर्ने छु अहिले म बाहिर जाँदै छु हजुरले पर्खिनुहोस् रोक्नुहोस् अहिले म बाहिरको भिडियो हजुरलाई देखाउन गइरहेकी छु आज भने धेरै राम्रो र धेरै रोचक भिडियो हुनेछ हजुरलाई स्वागत छ आजको भिडियोमा अब म जाँदै छु बाहिर अब मैले यसो गलो पनि जोडिसके अब अगाडि र पछाडीको पल्लाहरु पनि जोडेर फेरि मैले सिधाउने छु अहिलेको आजको भिडियो भने निकै नै राम्रो हुनेछ हजुर पर्खनुहोस् रोक्नुहोस् अहिले म देखाउने छु लाथीहरु हामी आइम यहाँ बाहिर घुम्न हेर्न सक्नुहुन्छ तपाईहरुले कति राम्रो सुन्दर र रोचक बहुत देख्नेमा एकदम राम्रो छ यो रातिको समयमा हामीलाई गर्मी लागेर हामी हावा खान आएका छौं बाहिर अनि रेस्ट गर्न र वर्षा यता छ कस्तो लाग्यो घर भित्र बस्दा बोर लाग्यो प्रियंका यहाँ बसी छे हैन प्रियंका यहाँ छे म पनि यहाँ बस्छु प्रियंका के साथ तपाईले देख्न सक्नुहुन्छ यहाँ कति राम्रो सुन्दर छ यो दिल्लीको सिटी तपाईलाई देखाउन गइरहेकी छु यो हामी जहाँ यहाँ बसेर हामीले खिचिरहेका छौं भिडियो तपाईहरुले देख्न सक्नुहुन्छ यो सुन्दर भिडियो छ एकदम यो यताबाट आउँदैछन् बसहरु हामी बस स्टेशनका पासमा छौं र यहाँ बस स्टेशनमा मान्छेहरु बसिरहेका छन् अनि हामी पनि बस्नको लागि ठाउँ खोज्दै आउँदाखेरि हामी यहाँ बसिरहेका छौं वर्षा म अनि प्रियंका यहाँ छौं हावा लागेछ बाहिर हैन बिस्तारै बिस्तारै एकदम कम हावा लागिरहेछ तपाईहरु देख्न सक्नुहुन्छ यहाँ एकदम कम हावा लागिरहेको छ यता पछाडी देख्न सक्नुहुन्छ नि यो पछाडी महल हो यता शोरूम महल छ यतापट्टि देख्न सक्नुहुन्छ बस आइसक्यो यो बस हो यहाँ यात्रीहरु आउने जाने गर्छन् अहिले 10 बजिसकेको छ रातिको त्यही भएर कम छन् मान्छे नत्र धेरै भिड हुन्छन् गइसक्यो बस प्रियंका हमेशा नहीं आई ना आज हमेशा नहीं आई है अब तपाईहरुले देख्न सक्नुहुन्छ यहाँ पारीपल्टीको यो बिल्डिङहरु छ नि यो तपाईहरुले म जम गराएर देखाउँछु है यो बिल्डिङहरु शोरूम हुन् हैन ठुलठुला शोरूमहरु छन् यहाँ तपाईले देख्न सक्नुहुन्छ ठुलठुला शोरूम छन् यहाँ अनि यतापट्टि छ नि यो मेट्रो स्टेशनको भित्र जाने यो लिफ्टबाट भित्र जाने ठाउँ यो तपाईले देखाइछ नि गेट यो चाहिँ लिफ्ट हो यहाँबाट मानिसहरु लिफ्टमा जाने गर्छन् अब यहाँ देख्नुस् है लिफ्ट खुला भयो उताबाट हेरि मान्छे आइरहेको छ लिफ्ट खुला भयो बस देख कतिखेर जाने अब एकछिनपछि हामी गइहाल्ने त अहिले हेर्न सक्नुहुन्छ तपाईहरुले रातिको 10 बजिसकेको छ 10 बज्यो रातिको अनि तब पनि मान्छेहरु कति छन् हिँडिरहेका छन् गाडीहरु हिँडेका छन् मान्छेहरु त्यस्तै हिँडेका छन् अनि आउने घुम्न जाने मान्छेहरु अति रमाइलो छ है
तपाईहरुले पुरा यो भिडियोलाई हेरिदिनु होला। यदि मन परेमा लाइक र सब्स्क्राइब जरुर गरिदिनु होला। यस्तै यस्तै भिडियो हेर्नको लागि अनि तपाईहरुलाई परमेश्वरले आशिष दिनु भएको होस्। यता पछाडी हेर्न सक्नुहुन्छ कति ठुलो टिभी चलिरहेको छ ल है। त्यस माथि देख्न सक्नुहुन्छ है। प्रियंका तू क्या कर रही है? बता। एक प्रभु का गाना सुना। हाँ नेपाली में सुना कि हिंदी में? सुनाओ कि? सुना। प्रियंका भजन गा रही है लेकिन उसको सुनाई नहीं दे रहा। सारे बस की आवाज आ रही है, इधर से बस की आवाज आ रही है, इधर से बाइक की आवाज आ रही है, उधर से बस की आवाज आ रही है, तो आवाज नहीं सुनाई दे रहा है ना। आवाज सुनाई नहीं दे रहा है ना, तो थोड़ा थोड़ा आवाज सुनाई दे रहा है, देख सकते हैं तो पीछे बस की आवाज आई। और हजुरलाई कस्तो लाग्यो आजको यो दिल्ली शहर? यो हजुरले सोध्नु होला कमेन्टमा जरुर, यो कहाँको सिटी हो, कहाँको शहर हो। मैले पक्कै हजुरलाई बताउने छु है। यो सिटी तपाईहरुलाई शहर कहाँ कस्तो लाग्यो, म बसेको सिटी शहर, यो पछाडीपट्टिको महल, यता अगाडिपट्टिको महल देख्न सक्नुहुन्छ। यो धेरै टाढा हैन, धेरै टाढा हैन है। यो म बस्ने रुम 2 मिनेट हो, 1 मिनेट अगाडि 2 मिनेट। हामी आउँदा आउँदा यस्तै 3-4 मिनेट लाग्छ बेसी हिँडेर आउँदा। यतापट्टि पर्छ है म, हामी यताबाट आउने गर्छौँ। अब हामी आइसक्रिम खाएर एकछिनपछि बसेर आइसक्रिम खाएर हामी घर जाने है। ल ल ल ल हजुरलाई कस्तो लाग्यो आजको भिडियोमा देख्न सक्नुहुन्छ। आइसक्रिम पनि खाइसक्यौ, कलेजको छिटो घुमेर आएर पसिनै पसिनासित आइसक्रिम खाएर ल। यो स्विटीकी मान्छे पनि उठेर खाए। साथीहरु मैले पनि आइसक्रिम लिएर आइसके। हजुरलाई स्वागत छ आइसक्रिममा। हामी घर आइसक्यौं। हजुरलाई कस्तो लाग्यो आजको हाम्रो रोचक भिडियो? हेरे नि हजुरलाई मन परेमा लाइक सब्स्क्राइब गरिदिनु होला। फेरि भिन्नौला अर्को भिडियोमा।